ड्रपरहरूले 1 year 2 yearदेखि प्रिपेरेसन गरिरहेको छ। तिमीले 4 monthमा यो सीईलाई क्र्याक गर्न सक्छौ त? हेलो एभ्रिवान, के छ खबर? स्वस्थ बस, मस्त पढ। माइसेल्फ रेशम विष्ट एन्ड आई एम अ सेकेन्ड इयर मेडिकल स्टुडेन्ट एट काठमाडौँ मेडिकल कलेज। ओके, अनि फर्स्ट अफ अल कङ्ग्रेचुलेसन भन्न चाहन्छु सबैलाई होइन। प्लस 2 को इक्जाम भयो, यानि क्लास 12 को। अनि सबैलाई खुसी लागिरहेको होला होइन, बल्ल पढाइदेखि पन्छियो अथवा बल्ल छुटकारा पाइयो भन्ने खालको फिल भएको छ। तर तिमी त्यति खुसी पनि हुनु पर्दैन होइन। तिम्रो एक्चुअल स्ट्रगल अबदेखि बल्ल सुरु हुन्छ। मुझे अपने घर जाना है, मुझे घर जाना है। फर्स्टमा म एउटा कुरा क्लियर गरिहाल्छु होइन, ड्रपरहरूले त्यति लङ टाइमदेखि प्रिपेरेसन गरिरहेको छ। तिमीले यति छोटो समयमा के त्यो सीलाई क्रिया गर्न सक्छौ त? पक्कै पनि सक्छौ, ढुक्क भएर बस होइन। तर तिमी त्यो खालको स्ट्राटेजीहरू चाहिँ मैले आज यो भिडियोमा डिस्कस गर्नेछु। त्यो खालको तिमीले स्ट्राटेजी फलो गर्यो भने चाहिँ कन्फर्म सक्छौ। ओके, ल फर्स्टमा के भन्न चाहन्छु भन्दाखेरि आफ्नो पोजिटिभ पोइन्टलाई होइन फाइदा लिने हो कि अथवा त्यसको फाइदालाई ग्र्याब गर्ने हो। तिम्रो एउटा के छ, तिम्रो प्लस पोइन्ट के छ र ड्रपरको प्लस पोइन्ट के छ म यहाँ क्लियर गरिदिन्छु। हेर, ड्रपरको प्लस पोइन्ट के छ? टाइम छ। उनीहरूले टाइम प्रशस्त रूपमा पाएको छ, उसले राम्रोसँग पढ्या छ होइन। तिमीले अब के गरेको छौ त भने तिमी फ्रेसर हो भनेपछि तिमीसँग फ्रेसर भन्दा बित्तिकै फ्रेस, तिमीसँग नलेज फ्रेस छ क्या। तिमी भर्खरै 12 पास गरेको, तिमीले ल मानौँ हल्का 11 को हल्का बिर्स्यो होला, तर 12 को त तिम्रो नलेज त फ्रेस छ। तिमीले त्यति मेहनत गर्नु पर्दैन नि 12 मा। हो, त्यो तिम्रो प्लस पोइन्ट हो। तिमीले त्यसको फाइदा उठाउने हो, बुझ्यौ? त्यही भएर आफ्नो पोजिटिभ पोइन्ट उठाउने हो। र अब उनीहरूले पनि पढिरहेको छ, तर तिमीले पनि सक्छौ। किनकि इफ यु लुक हिस्ट्री अफ एमएससी इन्ट्रान्स इक्जाम होइन, मोस्ट अफ देम आर फ्रेसर के। किनकि ड्रपर र फ्रेसरको एउटा कम्पेयर गर्ने हो भनेपछि, रिजल्टमा हेर्ने हो भनेपछि फ्रेसरले बढी नाम निकालिरहेको हुन्छ। सो तिम्रो पनि चान्स छ। ओके, ल अब जाम हामी मोस्ट मिस्टेक। यो अब 12 पास गर्छ कुनै पनि विद्यार्थीले अनि सीईको तयारी गर्न मन लाग्छ उसलाई, र फर्स्टमा मिस्टेक के गर्छ त्यसले भन्दाखेरि तिमी त भर्खरै आएको फ्रेसर होइन र हो नि त भनेपछि तिमीसँग लिमिटेड टाइम छ। त्यो समयमा तिमीले होल सिलेबस कभर गर्नुपर्ने छ। सो तिमीले के गर्नुपर्छ भन्दाखेरि यताउता नभुलिकन, भन्नुको मतलब तिमीले फिजिकल क्लास लिनुपर्छ जस्तो मलाई नेसेसरी लाग्दैन। तिमी ल ठिक छ होइन, तिमीलाई कस्तो नै हुन्छ होला भन्ने लाग्छ भनेपछि 2-4 दिन कुनै इन्स्टिट्युटमा जाऊ होइन, र यसो हेर त्यहाँको भिडभाडहरू, मास अफ स्टुडेन्टहरू होइन, टिचरको एउटा लेक्चर हेर, त्यो कुराहरू लिन सक्छौ। र लास्टमा तिमीले के बुझ्छौ त भन्दाखेरि फिजिकल इक्जाम भन्दा अनलाइन क्लास बेस्ट हो जस्तो लाग्छ कि तिमीलाई। किन भन्दाखेरि ड्रपरको लागि त हो ठिक छ, एउटा डिसिप्लिनमा बसेर होइन पढ्नुपर्ने हुन्छ। सो एउटा जुन फिजिकल क्लासले चाहिँ उनीहरूलाई एउटा पाथवेमा हिँडाउँछ कि, तर तिमीहरू त टाइम छैन नि त त्यत्रो। र तिमी फिजिकल क्लासमा जोइन भयो भनेपछि तिम्रो म ग्यारेन्टी दिन्छु होइन, सिलेबस भ्याइन्न क्या, सकिँदैन, बुझ्यो? त्यही भएर तिमीले बरु के गर्न सक्छौ भन्दाखेरि इन्डिभिजुअल टिचरहरू, तिम्रो सिनियरहरूबाट गाइडेन्स लिएर होइन, कुन टिचरको लेक्चर बेस्ट छ त्यो टिचरको इन्डिभिजुअल लेक्चर लिग र मस्त लागेर पढ क्या। सो तिम्रो टाइम पनि लस हुने भएन, घरमै बसेर पढ्ने भयो र तिम्रो स्मुथली पनि चल्छ। यदि तिमी इन्स्टिट्युटमा गयो भनेपछि तिम्रो त्यहाँ अब टिचरहरू आउनुहुन्छ, इन्ट्रोडक्सनको कुरा हुन्छ, के हुन्छ होइन, अनि तिम्रो जुन सिलेबस हुन्छ ढकिलिँदै जान्छ क्या पछि। त्यही भएर सही टाइममा नसकिन सक्छ। सो फिजिकल क्लास भन्दा पनि म अनलाइन क्लासलाई चाहिँ एकदम बेस्ट ठान्छु। ओके, तर तिमीले फिजिकल शनिबार होइन फिजिकल इक्जाम चाहिँ तिमीले दिनुपर्छ। टक्क लागेर पढ्ने हप्ताभरि र शनिबार गएर फिजिकल इक्जाम दिने, जहाँ चाहिँ तिम्रो धेरै मास स्टुडेन्ट हुन्छ होइन, मास अफ स्टुडेन्ट हुन्छ, त्यहाँ गएर चाहिँ तिमीले इक्जाम दिन सक्छौ। अनि तिम्रो ऱ्याङ्कहरू ख्याल गर्ने होइन, मेरो ऱ्याङ्क कहाँ छ र मैले कतिको प्रिपेरेसन गर्नुपर्ने रहेछ भन्ने कुरा तिमीले त्यहाँदेखि थाहा पाउँछौ। क्लियर छ? ल अब जाम हामी स्टडी मेटेरियलमा। अब तिमीले अनलाइन कोचिङ जोइन गर्यो भनेपछि त तिमीले कुनै इन्स्टिट्युटमा गयो, अनलाइन जोइन गर्यो भनेपछि तिमीले बुकहरू त पाइहाल्छौ। तर तिमी इन्डिभिजुअल लेक्चर लिएको छौ भनेपछि मेरो एउटा सजेसन के छ भन्दाखेरि त्यो नेमदेखि पारिनेर तिम्रो भिरकुटी मण्डप भन्ने ठाउँ छ, त्यहाँ चाहिँ गएर तिमीले के गर्न सक्छौ, त्यहाँ एउटा सेकेन्ड ह्यान्ड बुकहरू पाइन्छ कि, तिम्रो दाइ दिदीहरूले त्यहाँ लगेर राखेको हुन्छ होइन बुकहरू, त्यहाँबाट सेकेन्ड ह्यान्ड बुकहरू लिन सक्छौ। त्यहाँ हुनसक्छ मैले चाहिँ त्यहाँबाट लिएको थिएँ एक बेला होइन। अनि के छ भन्दाखेरि यदि त्यो छैन भने चाहिँ तिम्रो पुरानो त्यहाँ अब थुप्रै उहरू छ नि त, ग्रुपहरू, कम्प्लिट सोल्युसनहरू यताउता पोस्ट गर अनि सिनियरबाट तिमीले बुकहरू लिन सक्छौ। अब तिमीलाई फेरि लाग्ला कुन इन्स्टिट्युट जोइन गर्दा राम्रो होला भन्ने तिमीलाई यदि डाउट छ भने चाहिँ मेरो तर्फबाट मैले भन्दाखेरि चाहिँ मेरो बारेमा भन्नुपर्दा म चाहिँ नेममा क्लास लिएको थिएँ। सो म चाहिँ नेमलाई प्रिफर गर्छु। अब तिमीहरूको मन जहाँ पढे पनि केही फरक पर्दैन होइन। त्यही भएर अब एउटा नेमको अथवा भाइब्रेन्टको मोड्युल उठाऊ अनि त्यो मोड्युलबाट सल्भ गर। अनि एउटा कुरा फेरि यहाँनिर स्टडी मेटेरियलमा एउटा कुरा मिस्टेक नगर्नुपर्ने के छ भन्दाखेरि तिमीले सबैले मोड्युल भन्छ अनि तिम्रो टेक्स्ट बुकै सकियो क्या, फेरि टेक्स्ट बुकै हेर्दैन। मोड्युल पढ नपढ तर तिमीले टेक्स्ट बुक पढ्नै पर्छ, किनकि हाम्रो नेपालमा एउटा फिक्स एउटा सिलेबस अथवा बुक त छैन होइन। तर पनि
मोस्ट अफ द इक्जाममा चाहिँ के हुन्छ भन्दाखेरि तिम्रो क्लास 12 को सिलेबसलाई चाहिँ फलो गरे हुन्छ के क्लास 12 को टेक्स्ट बुकले सो क्लास 12 को टेक्स्ट बुक पढ सुरुमा त के गर भन्दाखेरि अनलाइन क्लासबाट तिमीले लेक्चर लियो हैन मैले अघि भने इन्डिभिजुअल लियो अथवा इन्स्टिट्युटमा गएर इन्स्टिट्युटको अनलाइन क्लास लियो त्यो लिइसकेपछि तिमीले त्यसलाई आएर टेक्स्ट बुकमा पढ्नु पर्यो अनि टेक्स्ट बुकको पछाडि एमसीक्यू होला त्यो एमसीक्यूले गर हैन त्यसपछि लास्टमा मोड्युल पढ्ने बोल्दा किनकि मोड्युलमा एकदम ठुलो कन्टेन्ट छ अनि तिमीलाई गाह्रो हुन्छ किनकि फ्रेसर पनि छौ त्यति टाइम छैन तिमीले लिमिटेड टाइममा लिमिटेड अथवा मोस्ट इम्पोर्टेन्ट टपिकहरू पढिहाल्नुपर्छ मोस्ट इम्पोर्टेन्ट छुटाउनै नहुने लाइनहरू त छुटाउनु भएन नि त त्यो ठुलो पढ्ने एउटा आक्रोश भनौँ न एउटा हतारमा जुन जान्नै पर्ने कुराहरू सामान्य कुराहरू छुट्यो भने गाह्रो हुन्छ बुझ्यौ ल अनि अर्को कुरा लास्टमा यो कुराहरू गरिसक्यौ भनेपछि लास्टमा चाहिँ तिमीले कम्प्लिट सोलुसन किन्न सक्छौ र कम्प्लिट सोलुसनमा चाहिँ तिमीले के फाइदा हुन्छ भन्दाखेरि तिमीले एउटा हप्तामा एउटा सेट चाहिँ गर्ने गर भन्छु म चाहिँ हैन पछि मान्छेहरू चाहिँ एक्जाम आउन लाग्यो भने कम्प्लिट सोलुसनलाई गर्छ त्यो चाहिँ गलत कुरा हो किन भन्दाखेरि त्यतिखेर टाइम हुँदैन त्यतिखेर रिभिजन गर्न ठिक हुन्छ के क्वेसन गर्नुभन्दा पनि बुझ्यौ त्यही भएर हप्ताको एउटा सेटलाई उठाऊ अनि मस्त गर्दै गर्दै बिस्तारै बिस्तारै जाऊ अनि त्योमा कम्प्लिट सोलुसन गर्दाखेरि एउटा नभुल्नु पर्ने कुरा के छ भन्दाखेरि तिमीले एउटाको एमसीक्यू सल्भ गर्यो त्यसको एन्सर मात्र हेर्ने होइन कि त्यसको तल सोलुसनमा दिएको हुन्छ डिफ्रेन्ट कुराहरू तल सोलुसनमा जुन एउटा सेन्टेन्स नि एउटा क्वेसन हो भनेर तिमीले सल्भ गर्नु पर्यो सो राम्रोसँग सोलुसन हेर एउटा क्वेसनले त्यहाँ थुप्रो सोलुसनहरू भेट्छौ तिमीले त्यो सोलुसनहरू हेर अनि त्यहाँबाट यदि नजानेको कुराहरू हुन्छ भनेपछि एउटा कम्प्लिट सोलुसनको सानो कपी बनाऊ त्योमा चाहिँ तिमीले क्वेसनहरू लेख्न सक्छौ र शनिबार इक्जाम दिन जाँदाखेरि अनि फिजिकल इक्जाम दिन जाँदाखेरि त्योभन्दा अगाडि तिमीले हेर्न सक्छौ सर रिभिजन गर्न सक्छौ यसरी तिमीलाई सजिलो हुन्छ अब मैले के भने फर्स्टमा मैले के भने मिस्टेक भने सेकेन्डमा भने स्टडी मेटेरियल र 3मा म भन्छु हेल्थ अब तिमीलाई टाइम छैन दाइ मलाई चाहिँ टाइम छैन हैन एकदम हतार छ दाइ भनेर तिमीले आफ्नो स्वास्थ्यले ख्याल गरेन भनेपछि तिमीलाई जति राम्रोसँग पढे पनि यो 4 मन्थको पिरियडमा तिमीलाई बिचमा थोरै हेल्थ इस्यु आइदियो भनेपछि तिमीले राम्रोसँग प्रिपरेसन गर्न सक्दैनौ हेर अनि तिमीले के काम लाग्यो त जति राम्रोसँग पढे पनि इक्जाम आउन लागेको बेला ठ्याक्क बिरामी भइदियो भनेपछि तिमी गाह्रो हुँदैन हो हुन्छ त्यही भएर आफ्नो डाइटहरू मेन्टेन गर फलफुलहरू खाऊ हैन एउटा राम्रोसँग हाइड्रेटेड भएर पढ छेउमा पानी राख हैन बीचबीचमा पिउनुपर्छ अनि हाइड्रेटेड हुने हो आफू त्यसरी आफ्नो स्वास्थ्यलाई जति सक्छौ त्यति चाहिँ ख्याल गर्नु पर्यो ओके ल तिमीले यति मैले जे भने यो कुराले फलो गर्यो भनेपछि नाम निकाल्छौ भन्ने पूर्ण रूपमा म विश्वस्त छु र तिमीलाई लास्टमा म बेस्ट विशेष पनि दिन चाहन्छु फ्युचरमा सबैले नाम निकाल्नु म त्यसैमा खुसी हुनेछु ल आजको भिडियोमा यति नै थियो यदि भिडियो मन पर्यो भनेपछि लाइक सब्स्क्राइब गरेर राख फर्दर भिडियोहरू आउँछ ओके ल थ्यांक यू